भूगोल के यसले साँच्चै कुनै देशको भाग्य लेख्छ त? आज हामी यस्तै एउटा भौगोलिक अवस्था, भूपरिवेष्टित राष्ट्रहरूको यात्राबारे कुरा गर्दैछौँ। उनीहरूका चुनौतीहरू के हुन्, अन्तर्राष्ट्रिय कानूनले कस्ता अधिकारहरू दिएको छ र भविष्यको लागि उनीहरूसँग कस्ता रणनीतिक सम्भावनाहरू छन्। ल, सुरु गरौँ है त। यो भनाइ छ नि, यो भूपरिवेष्टित राष्ट्रहरूका लागि त झन मर्मस्पर्शी छ। सोच्नुस् त, जब समुद्रसम्म पुग्ने तपाईँको बाटो नै छिमेकीको आँगनबाट जान्छ, तब भूगोलभन्दा ठूलो त कूटनीति बनिदिन्छ। 44। यो एउटा नम्बर मात्रै होइन, यो त संसारभरिका ती देशहरूको संख्या हो जो चारैतिरबाट जमिनले घेरिएका छन्, जसको समुद्रसँग कुनै सीधा सम्पर्क छैन। यो साँच्चै एउटा विश्वव्यापी मुद्दा हो जसले करोडौं मानिसहरूको जीवनमा प्रत्यक्ष असर पारेको हुन्छ। त्यसो भए भूपरिवेष्टित हुनुको मतलब के हो त? के यो साँच्चै भूगोलले बनाएको जेल हो? आउनुहोस्, पहिले यसको परिभाषा र यसले निम्त्याउने वास्तविक चुनौतीहरूलाई अलिकति नजिकबाट निहालौं। ल, अन्तर्राष्ट्रिय कानूनले के भन्छ हेरौं। UN क्लज अर्थात् समुद्र सम्बन्धी कानूनमा संयुक्त राष्ट्र सङ्घीय महासन्धिले यसलाई प्रष्ट पारेको छ। सीधा भाषामा भन्दा, यदि कुनै देशको सिमानाले सिधै समुद्रलाई छुँदैन भने त्यो देश भूपरिवेष्टित हो। एकदम सरल परिभाषा। तर नक्सामा एउटा रेखाले घेरिनुको असर त्यो रेखाभन्दा धेरै परसम्म पुग्छ। यसले वास्तविक जीवनमा ठूल्ठूला परिणामहरू ल्याउँछ। भूपरिवेष्टित देशहरूले अक्सर आर्थिक रूपमा धेरै सङ्घर्ष गर्नुपर्छ, किनकि व्यापार महँगो हुन्छ, सामान ल्याउन लैजान गाह्रो हुन्छ, पूर्वाधार बनाउन बाधा पुग्छ र यो सबैको असर समग्र मानव विकासमा देखिन्छ। तर जहाँ चुनौती हुन्छ, त्यहाँ समाधानको खोजी पनि त हुन्छ, होइन र? हो, यहीँबाट सुरु हुन्छ भूपरिवेष्टित राष्ट्रहरूको आफ्नो अधिकारको लडाईँको कथा, खास गरी समुद्रसम्म पुग्ने अधिकारको लागि भएको लामो सङ्घर्ष। कुनै बेला एउटा एकदमै रेभोल्युसनरी सोच आयो। त्यो के थियो भने, समुद्रसम्म पुग्न पाउनु भनेको कुनै छिमेकीले दिने फेभर होइन, यो त एउटा मौलिक अधिकार हो। योगो ग्रोसियस जस्ता विद्वानहरूले भने, समुद्र त सबैको साझा सम्पत्ति हो। त्यसैले भूगोलको कारणले मात्रै कसैलाई यो विश्वव्यापी सम्पदाबाट टाढा राख्न मिल्दैन। तर यस्तो सोचलाई कागजमा र कानूनमा उतार्न सजिलो थिएन। दशकौं लाग्यो। बार्सिलोना महासन्धिदेखि सुरु भएर UNCLOSसम्म आइपुग्दा अन्तर्राष्ट्रिय समुदायले बिस्तारै बिस्तारै यी अधिकारहरूलाई कानूनी रूप दियो। यो रातारात भएको चमत्कार थिएन, यो त लामो कूटनीतिक सङ्घर्षको फल थियो। ल, त्यसो भए यो कानून, खास गरी UNCLOS ले भूपरिवेष्टित देशहरूलाई के अधिकार दिन्छ त? अब अलिकति गहिराइमा जाउँ। यो प्रक्रियालाई हामी 3वटा खुड्किलामा हेर्न सक्छौं। पहिलो, पारवहनको स्वतन्त्रता, मतलब आफ्नो सामान छिमेकी देशको बाटो हुँदै बन्दरगाहसम्म लैजान पाउनु। दोस्रो, निर्दोष यात्रा, अर्थात् आफ्नो झण्डा भएको जहाजलाई तटीय देशको समुद्री क्षेत्रबाट शान्तिपूर्वक जान दिनु। र तेस्रो, उच्च समुद्रमा पहुँच, मतलब अन्तर्राष्ट्रिय पानीमा अरू देश सरह नै सबै अधिकार पाउनु। यो तालिकाले यसलाई अझै सरल बनाउँछ। हेर्नुहोस् है, तटीय देशको तटबाट 12 समुद्री माइलसम्म उनीहरूको क्षेत्रीय समुद्र हुन्छ। त्यहाँ निर्दोष यात्राको अधिकार हुन्छ। 200 माइलसम्मको अनन्य आर्थिक क्षेत्र वा EEZ मा माछा मार्ने जस्ता स्रोतमा न्यायोचित हिस्सा माग्न पाइन्छ। र त्यसभन्दा परको उच्च समुद्रमा त तटीय देशहरूलाई जस्तै पूर्ण स्वतन्त्रता हुन्छ। तर जहिले पनि भनिन्छ नि, कानूनमा लेखिनु एउटा कुरा हो र त्यसलाई व्यवहारमा पाउनु अर्कै कुरा। अब अलिकति रियल वर्ल्डको जटिलता हेरौँ एउटा उदाहरणसहित। र यसको लागि नेपालभन्दा राम्रो उदाहरण के होला र? 2 ठूला छिमेकी भारत र चीनको बीचमा रहेको नेपालको समुद्रसम्मको पहुँच भूगोलले मात्र होइन, कूटनीति र सम्बन्धले धेरै हदसम्म निर्धारण गर्छ। यहाँ हेर्नुहोस् त नेपालको अवस्था। एकातिर भारत हुँदै जाने बाटो छ जुन ऐतिहासिक हो, धेरै व्यापार त्यहीँबाट हुन्छ, तर राजनीतिक रूपमा संवेदनशील पनि छ, विगतमा नाकाबन्दीहरू पनि भएका छन्। अर्कोतिर चीनको विकल्प छ, जसले निर्भरता घटाउँछ तर आफ्नै भौगोलिक र पूर्वाधारका चुनौतीहरू छन्। यसको मतलब के हो भने, विकल्प हुनु एकदमै जरुरी छ। यसबाट के सिक्न सकिन्छ त? पाठ एकदमै स्पष्ट छ। कानूनले ढोका त देखाइदिन्छ, तर त्यो ढोका सधैँ खुला राख्नका लागि छिमेकीहरूसँग बलियो र निरन्तर कूटनीतिक सम्बन्ध चाहिन्छ। कागजको अधिकारलाई वास्तविकतामा बदल्न असल सम्बन्ध नभई नहुने रहेछ। अब कुरालाई अलिकति फरक कोणबाट हेरौँ।
एउटा यस्तो सोच जसले भूपरिवेष्टित हुनुको परिभाषा नै बदल्दैछ। ल्यान्डलक्ड यो शब्द सुन्ने बित्तिकै दिमागमा के आउँछ? सायद बन्द, सीमित, एक्लो, प्रगतिमा बाधा, होइन त? तर अब यो सोचाइलाई पल्टाउने बेला आएको छ। अबको शब्द हो ल्यान्डलिङ्क्ड अर्थात् भूजडित। यो कमजोरीलाई अवसरमा बदल्ने एउटा रणनीतिक दृष्टिकोण हो। बन्दी बन्ने होइन, जोड्ने पुल बन्ने। त्यसो भए ल्यान्डलिङ्क्ड बन्नु भनेको के हो त? यो एउटा रणनीति हो। आफ्नो भूगोललाई कमजोरी होइन, शक्ति बनाउने रणनीति। अरूबाट बाटो मात्रै माग्ने होइन, आफै अरूलाई बाटो दिने महत्त्वपूर्ण ट्रान्जिट हब बन्ने। ठूला अर्थतन्त्रहरूलाई जोड्ने, आधुनिक सडक र रेल सञ्जाल बनाउने र बलियो व्यापारिक सम्बन्ध स्थापित गर्ने। त्यसो भए अन्त्यमा एउटा प्रश्न सोच्नको लागि छोडेर जाउँ। आजको यो जोडिएको संसारमा जहाँ प्रविधि र कूटनीतिले सिमानाहरूलाई साँगुरो बनाउँदैछ, के भूगोल नै सबै थोक हो? कि यो नै भाग्य हो? वा यो केवल एउटा कूटनीतिक चुनौती मात्र हो जसलाई सही रणनीति र कौशलले पार गर्न सकिन्छ? सायद यसैको उत्तरमा भूपरिवेष्टित राष्ट्रहरूको भविष्य लुकेको छ।